हेलो गाइज, वेलकम बैक टु माई च्यानल। गुड मर्निङ अल अफ यु। हिजो बेलुका चाहिँ हामी साउदी एयरपोर्टबाट राति कति 10 बजे झरिसकेको छौँ। एयरपोर्टबाट दुईवटा मेट्रो चढेर आउनु पर्दो रहेछ। एउटा मेट्रो पुरै चढेर त्यसको लास्ट डेस्टिनेसनबाट अर्को मेट्रो चढेर त्यसको फेरि 27 नम्बर स्टपबाट ओरेर त्यही 3 मिनट जति हिँडेर भित्र आउनु पर्दो रहेछ। यहाँ फेरि कस्तो ठाउँमा ल्याएर राखिदियो क्या हामीलाई। यहाँ मेन पावरले यस्तो खतम ठाउँमा ल्याएर राखिदिएको छ यार। सुत्ने ठाउँ पनि पुरै उडुस रहेछ यार। लास्ट बिजोग छ यार हाम्रो यहाँ। अब के गर्ने हो हामी। अब हिजो अब न केही छ न केही छ, अनलाइन छैन, केही पनि छैन। यस्तो तनाव भइरहेछ। बल्ल सुते यार। भित्ताभरि उडुस मारेको आमामा यति फोहोर छ तपाईँलाई म देखाउने छु। अहिलेको बिहानको वातावरण चाहिँ यस्तो छ। अहिलेको बिहान 7:30 बजेको अवस्थामा चाहिँ यस्तो छ यता साउदीको बिहान। यतिको रमाइलो ठाउँ चाहिँ एकदम राम्रो छ कि ठाउँ चाहिँ। तर बस्ने त्यहाँ बङ्गालीको कोठामा रहेछ। यस्तो भित्र बस्नु पऱ्यो होइन। यस्तो लास्ट तनाव भयो क्या। पुरा बङ्गालीहरू थुप्रै बसेर रहेछ कि बस्न चाहिँ। एकदम धेरै बङ्गालीहरू बसिया रहेछ। बङ्गालीहरू लास्टै फोरी हुने क्या। अब अहिले यहाँ फ्रेस हुनुपर्ने। अब फ्रेस हुनको लागि केही पनि छैन क्या। फेरि अहिले पुरै फोहोर छ। टोइलेट जान पनि उनीहरू पनि अब त्यो मिनरल वाटरको बोतलमा पानी लिएर गइरहेछ क्या। यस्तो लास्ट फोहोर भने अब बिहान अब अहिले यहाँ मुखसुख धुनुपर्ने, यसो लुगासुगा धुनुपर्ने केही छैन भने। लास्ट गिदी भइरहेछ भने यस्तो फोहोर छ यहाँ। इन्ट्री हुने बित्तिकै फेरि गेट भयो। यस्तो फोहोर बनाएर राखेको छ होइन। हाम्रो केटाहरू एकदम बवाल गरिरहेछन्। के गर्ने यार, छैन पानी छैन। हाम्रो सुत्ने कोठा चाहिँ यता। हालत यस्तो छ सुत्ने कोठाको। भित्ताभरि उडुस मारेर दोस्तो बनाइसकेको छ। ड्राइभिङ गर्छ त अब के थाहा मान्छे पुऱ्याउँछ पेप्सीको।